नमस्ते दर्शक सबैलाई। यो घटना भनेको 2081 साल चैत 4 गते सोमबारको रात 9 बजे तिर भएको घटना हो। यो चाहिँ कीर्तिपुरको घटना हो। यो चाहिँ कीर्तिपुरको 1 नम्बर वडाको सीसी क्यामेरा फुटेजले चाहिँ कैद गरेको भिडियो हो। र यो भिडियोमा चाहिँ एकदम एकजना मान्छेलाई 3 जना केटाहरूले कुटिरहेका छन्। हेर्न सक्नुहुन्छ तपाईहरुले। मुक्का लात्ती विभिन्न रिसले विभिन्न तरिकाले कुटपिट भइरहेको छ। हेर्नुहोस्, यसरी कुटपिट भइरहेको अवस्था छ। र मान्छे पनि सुतेका छैनन्। यसैलाई जुम गरेर देखाउँदैछौँ। हेर्नुहोस्, आवाज केही पनि छैन, तर दृश्यबाट सबै कुराहरू देख्न सकिन्छ, बुझ्न सकिन्छ। हाम्रो यो समाज कहाँ जाँदैछ, कता जाँदैछ भन्ने कुराहरू स्पष्ट छ। यी हेर्नुहोस्, यी मान्छे जाँदैछन्। यही मान्छेले गएर प्रहरीलाई बोलाउनु पनि सक्नुहुन्थ्यो, तर उहाँले पनि कुनै प्रतिक्रिया दिनु भएन। मान्छे फाटाफुट्टै हिँडिरहेका छन्। यो दृश्य कोहीले त टाढैबाट हेरिरहेका छन्। उपर हेर्नुभयो, हिँडेछन्। मान्छे कुट्नुभन्दा अगाडि पनि 2-4 जना थिए। उहाँहरूले पनि कुनै इन्फर्मेसन पुलिस प्रशासनलाई कसैलाई पनि दिनु भएन। खबर दिनुपर्ने अवस्थामा दिनु भएन उहाँहरूले। हेर्नुहोस्, अर्को मान्छे पनि गइरहेको छ, तर कसैले पनि प्रहरीलाई सूचना दिनेसम्म प्रयास गर्नु भएन। यसरी राति 9 बजेतिर 9:30 बजेतिर यसरी मान्छेलाई मर्याम अवस्थामा कुट्ने, पिट्ने र यस्तो घटना घटिरहेको अवस्थामा नजिकैको प्रहरी चौकीलाई चाहिँ बताउनु पर्ने हो, तर यो कुरा भएन। अर्को पनि चेली जानुभयो। यो सीसी फुटेज बाहिरेपछि हामीले यो सीसी फुटेजको यो भिडियोबाट हामीले केही आधार जोडेर भिडियो बनायौँ। नमस्ते। 2 जना चेलीहरू पनि गइहाल्नुभयो त, कसैले केही भएको छैन। दर्शक सबैलाई फेरि पनि अब यो केटाले के भन्दै 2081 साल गर्छ। चैत 4 गते पक्रिँदैछ, ज्याकेट पक्रिँदैछ। सोमबारको रात 9 बजे तिर भएको घटना हो। यो अरू भिडियोले खिचेको होइन, यो अरू क्यामेराले खिचेकै होइन, कैद गरेकै होइन। यो चाहिँ त्यहीँकै स्थानीय सरकार 1 नम्बर वडा सीसी क्यामेरा फुटेजले चाहिँ सीसी फुटेजबाट कैद गरेको भिडियो हो।